वेलकम टु आवर न्यू भिडियो। यस भिडियोमा हामी तपाईहरुलाई एकदमै स्पेशल डेस्टिनेसन तिलिचो लेकसम्मको यात्राको केही वृत्तान्त बताउन गइरहेका छौं। भिडियो केही लामो भए पनि हेरेर साथ दिनु होला। जर्नी निकै एक्साइटिङ र यो यात्रालाई एउटै भिडियोमा कभर गर्न खोज्दा चाहिँ हल्का लामो भएको छ र तपाईले अन्त्यसम्म हेर्नु भयो भने एकदमै भिडियोलाई एक्साइटिङ पाउनुहुनेछ र तपाई पनि तिलिचो जान इच्छुक हुनुहुन्छ भने हामी यस च्यानलबाट इन्फर्मेसन शेयर गर्नेछौं पक्कै पनि। यहाँबाट चाहिँ हाम्रो खाङसार गाउँ चाहिँ देख्न सकिन्छ। साथै तिमीलाई मैले गर्लफ्रेन्ड भएर लिएर आऊ भनेर भनेको हैन, नभएर लिएर नल्याएको हो कि तिमीले डरायो। कस्तो नखरा पर्दो रहेछ त्यही गर्न भनेर लिटकिटी खेल्ने भन्ने थाहा छ? त्यहाँ गएर त भिरा लिटकिटी खेलमा एकलट। ट्रेकिङको रमाइलो तथा यहाँनिरको एकदमै ब्युटिफुल ल्यान्डस्केपलाई हामी कभर गर्ने कोसिस गर्नेछौँ। तपाईहरु देख्न सक्नुहुन्छ यहाँको ल्यान्डस्केप एकदमै मन्त्रमुग्ध पार्ने खालको छ। फाइनल्ली आज के कुराको रिभिल भयो भने धेरै हाम्रो मेरे गर्लफ्रेन्ड बनाएछ। अब यिनलाई मैले मेरो ग्रुपबाट निकालेर त्यहाँ नारातिर पठाउँदैछु र हाम्रो नयाँ भिडियोमा यहाँलाई स्वागत छ। आज चाहिँ हामी धेरै समयपछि नयाँ यात्रामा जाँदैछौँ। कहाँ जानु लागेको रे? नारायणलाई तिलिचो जाँदैछौँ होइन। चाहिने 4-9-1-9 मिटरमा रहेको छ। यस्तो झरीमा तिलिचो पुगिन्छ होला त? अब हिम्मत गरिरहेछ, अवश्य नै पुगिन्छ होला। हो ल ठिक छ। आज हामी यहाँ मणिग्रामदेखि हिँड्दैछौँ। एकजना मेन भाइ चाहिँ काठमाडौँदेखि आउँदैछन्। नेपालगञ्जबाट आउने साथी चाहिँ ज्वरो आएर आउन सकेनन्। हामी 3 जना चाहिँ जाँदैछौँ। मणिग्रामबाट हिँडेर अनि बस पाकेर भात खाँदैछौँ। के हो पारा? हामी यो लुम्बिनी प्रादेशिक हस्पिटल छ त्यही क्यान्टिनमा हामी खाँदैछौँ। एकदम स्वादिष्ट मिठो। पोखराको नाइट बसमा हामी डुम्रेसम्म जाने अनि डुम्रेबाट बेसीसर जाने हाम्रो प्लान छ। नारायण सर हुनुहुन्छ यहाँ टोपी लाएर रातिमा क्याप टोपी। अहिले चाहिँ हामी बर्दघाट आइपुगेका छौँ। बर्दघाटदेखि हामी डाउनेतिर प्रस्थान गर्दैछौँ। अहिले हामी चाहिँ डाउनेको उकालोमा जाममा परेका छौँ। हाम्रो बस चाहिँ कति रहेको छ। डाउनेमा करिब रातभरको जामसँगै नारायणघाट मुगलिन हुँदै हामी अहिले डुम्रेतर्फ प्रस्थान गर्दैछौँ। डाउनेको लामो जाम पछि बल्ल हामी चाहिँ अहिले डुम्रे आइपुगेका छौँ। डुम्रेबाट अब लमजुङतिरको यात्रा हाम्रो सुरु हुँदैछ। लमजुङ पुगे पश्चात हामी मनाङको लागि निस्किनेछौँ। त्यसको अपडेट हामी गराउने गर्छौँ बाटोमा। डुम्रेदेखि बेसीसर जाने क्रममा हल्का बर्सात पनि भएको थियो र बाटोमा रहेको हरियाली तथा रमाइलो दृश्यहरू निहाल्दै हामी बेसीसरतिर जाँदैछौँ। डुम्रेदेखि बेसीसर करिब 2 देखि 2.5 घन्टामा पुग्ने गरिन्छ। बेसीसर पुगिसकेपछि हाम्रो मेन भाइसित बल्ल भेट भएको छ। कहाँ आएको तिमी मोटाएर? मतलब बेसी सर अब घुम्न जान लाग्यो। किन यस्तो पानी पारेको बेसीसरमा? दादाहरूलाई वेलकम चाहिँ। अहिले चाहिँ हामी बेसीसरदेखि खाङसारको लागि निस्किँदैछौँ। हाम्रो गाडी चाहिँ यतातिर प्याक हुँदैछ। हामी ट्रेकिङ स्टिकहरू सामानहरू किनेर अहिले रेडी भइसकेका छौँ अनि एकछिनपछि चाहिँ हामी निस्किने हो। त्यत्रो लोड गरेको जिपले हामीलाई तान्छ त? हेर त त्यहाँ मोटाएर 70-70 भयो जस्तो थोरै छैन। म त 35 भएको छु दुब्लाएर। साथीहरू गाडीले तान्न चाहिँ मुस्किल छ जस्तो बुइठहरू रहेछ अङ्ग्रेजका हो। करिब 1 बजे बेसीसरबाट निस्केका हामी लमजुङका विभिन्न पार्ट हुँदै मनाङतर्फ अगाडि बढिरहेका छौँ। बिचमा पर्ने अक्टोपस झरना, च्याम्चे झरना लगायतका अन्य धेरै झरनाहरू हामी अवलोकन गर्दै गइरहेका छौँ। यतातिर झरना चाहिँ अनगिन्ती नै रहेका रहेछन्। अनि मनाङ निस्किने बाटो चाहिँ एकदमै रकको भिरबाट खतरा टाइपको बाटो थियो, जुन चाहिँ एकदमै एक्साइटिङ, डर लाग्ने अनि एडभेन्चरस टाइपको रोड रहेको थियो, जसले गर्दा हाम्रो यो यात्रा चाहिँ एकदमै अविस्मरणीय भयो भन्न सकिन्छ। तपाईँ देख्न सक्नुहुन्छ यहाँको ल्यान्डस्केप भिरहरू। यहाँसम्म लमजुङ, यहाँबाट बारी चाहिँ मनाङ। लमजुङ पार गरिसके पश्चात हामी मनाङको नासो गाउँपालिकाबाट प्रवेश गर्दछौँ र थोरै अगाडि बढिसके पश्चात हाम्रो बाटोको पारिपट्टि मर्स्याङदीको साइडमा रहेको
एकदमै ब्युटिफुल ताल गाउँ देख्न सक्नुहुन्छ, जसलाई यहाँ बारीबाट हामी अवलोकन गर्दै अगाडि बढ्न सक्छौँ। हामी चाहिँ बिचमा पुगेका छौँ मनाङको। यहाँको भेजिटेसन अनि यो स्ट्रक्चर चाहिँ एकदमै बडक छ। रकलाई खोपेर बनाइएको बाटो, बाटोको साइडमा रहेका झरनाहरू, बाटोको तलपट्टि रहेको मर्स्याङ्दी रिभर लगायत यतातिरको नजारा चाहिँ एकदमै मन्त्रमुग्ध पार्ने खालको नै रहेको थियो। अगाडि बढ्ने क्रममा विभिन्न गाउँ बस्तीहरू निहाल्दै गइरहेका थियौँ हामी। सोही क्रममा आएको कोदो गाउँ चाहिँ एकदम ब्युटिफुल गाउँ थियो र त्यहाँ रहेका स्याउका बगानहरू, स्याउ खेती, फापर खेती लगायत हामी अवलोकन गर्दै अगाडि बढेका छौँ। चामे मनाङदेखि स्वागत छ। हामी चाहिँ भर्खर चामे पुगेका छौँ। यहाँ चाहिँ एकदम चिसो छ। मनाङको सदरमुकाम चामे करिब 2600+ मिटर हाइटमा रहेको चामे वरिपरि एकदम अग्ला पहाडको बिचमा मर्स्याङ्दी नदीको साइडमा यतातिर एकदमै अग्लो पहाड रहेको छ भने पछाडिपट्टि पनि एकदमै ठुलो पहाड, बिचमा खोज जस्तो मर्स्याङ्दी रिभरको साइडमा रहेको यस चामे घर एकदमै प्रिमिटिभ टाइपका घरहरू देख्न सकिन्छ। बुद्धिस्टहरूका मन्दिर तथा स्तूपहरू देख्न सकिन्छ। यहाँ यतातिर भित्तातिर पनि घरहरू रहेका छन् भने हाम्रा नारायण सर उताबाट आउँदै हुनुहुन्छ। नारायण सर कहाँ गएर आउनुभयो भन्नुहोस् त, यहाँ आउनुहोस् त तपाईँ। यहीँ बाहिर फोटो खिच्दैछ अनि भाइ गर्लफ्रेन्डलाई फोटो पठाउने अरे। नारायण सरले कसलाई पठाउने हो? ल मेरो भिडियोमा तपाईँहरू आउनु पऱ्यो नि। हामी चामेमा चिया खाएर चामेबाट खाङसारको लागि निस्केका छौँ। बेसी सहरबाट हिँड्दै ढिला भएकोले यहाँ आउँदा हल्का साँझ परिसकेको छ अनि चामेदेखि खाङसारको डिस्टेन्स चाहिँ करिब 40 किलोमिटर रहेको छ भने यहाँदेखि अब हामी उकालो लाग्नुपर्ने हुन्छ मर्स्याङ्दी नदीको साइडमा। र यो मर्स्याङ्दी नदीको साइडमा पहाडलाई खोपेर बनाइएको बाटो, तल खस्यो भने मर्स्याङ्दी नदी अनि ढिकमा भिर, एकदमै खतरनाक नजारा थियो यो। र हामी विभिन्न नदीहरू तर्दै विभिन्न गाउँ बस्तीहरू छिचोल्दै बिस्तारै खाङसार पुग्दैछौँ। र यतातिर माथि जाँदा चाहिँ अँध्यारो भइसकेकोले बिचको नजारा चाहिँ हामीले हेर्न पाएनौँ, जुन चाहिँ हामी फर्किने बेला हेर्नेछौँ। हिजो साँझ 7 बजे हिँडेर अहिले साँझ कति 8 बजे होइन, करिब 24 घन्टाको यात्रा पुरा गरी खाङसार मनाङ 3740 मिटरको हाइटमा हामी यहाँ आइपुगेका छौँ। ल खाङसार मनाङदेखि यहाँहरूलाई स्वागत छ। तर मैले एउटा कुरा भनिहाल्छु, खाङसार भनेको चाहिँ मैले चाहिँ सलार फिल्ममा चाहिँ एकदम त्यो खतरा सिटीको रूपमा हेरेको थिएँ। यहाँ पुरै चाहिँ यहाँबाट चोरेर लैजाउँ जस्तो छ। हो त्यहाँ त्यस्तो सिटी छ, खतरा नि त्यो एउटा फिल्मको सुटिङहरू यता त खतरा छ कि त्यहाँ। खतरा छ कि नै छ भनेर हामी भोलि बिहान एक्सप्लोर गर्नेछौँ हल्का। अहिले चाहिँ अब यहाँ हाम्रो रुममा बस्ने मात्रै काम हुन्छ। रुम चाहिँ यस्तो छ। नारायण दाइले चाहिँ उहाँ नर्थ इस्ट ज्याकेट लगाएर अब सुत्न थाले। रुम चाहिँ देख्दा चाहिँ एकदम ठिकै देखिन्छ। हामी अब फ्रेस भएर खानातिर लाग्छौँ। हामी चाहिँ हाम्रो होटलबाट निस्किसकेका छौँ। हाम्रो साथीहरू अगाडि हिँड्दैछन्। मिन भाइ मलाई एक्लै छोडेर जान थालेको के छ अनि कस्तो छ अवस्था? स्वास्थ्य ठिक छ? तिमी त जुत्ता पनि तिम्रै राम्रो, प्यान्ट पनि तिम्रै राम्रो, मान्छे पनि तिम्रै हेन्सी के जस्तो। अनि हाम्रो बौद्ध स्तूपा यतातिर छ। यहाँबाट चाहिँ हाम्रो खाङसार गाउँ चाहिँ देख्न सकिन्छ। हामी जस्ट निस्केका छौँ ट्रेकिङको लागि। अनि यो व्हाइट स्तूपा यहाँनिर अब केटाहरू चाहिँ अहिले उही गर्न थालिसके। बेस क्याम्प पुग्न सकिन्छ त आज। उतापट्टि मर्स्याङ्दी रिभर बगिरहेछ, तल सस्पेन्सन ब्रिज पनि रहेछ। हाम्रो मिन भाइ यता माथि जाँदैछन् भने माथितिर एउटा स्ट्रेन्ज हिमाली भेजिटेसन देख्न सकिन्छ। हामी अगाडि चाहिँ नि 2वटा खच्चड हिँडिरहेको छ
अब अझै पछाडि चाहिँ नि खचडको बाबुहरू हिँडिरहेका छन्। यतापट्टि हाम्रो हिमालको सौन्दर्य दृश्य देख्न सकिन्छ। ल साथीहरू के छ अवस्था? ठिकै थियो है। ट्रेकिङ खासै रमाइलो चाहिँ भयो। किन भएन? यतिखेर पनि शङ्कर भनेको छ। शङ्करलाई नै आफ्नो के अरे बुढी बनाएर बिहा गरेर बस्ने जस्तो गर्नु लागिसक्यो केटाहरू। केदारनाथ भनेका छन्, शङ्कर भनेका छन्, अहिले नै कटाइसक्यो हो केटाहरूले। शङ्करलाई मिस गरेको छु मैले। पछाडि परेर कुर्दै लिएर गएको, चढ्को नमिलेको, बिचमा हराएको, पैसाभरि उसैले राखेर हामीमा झन्नै बिचल्ली परेको अवस्था थियो। मिन भाइलाई गर्लफ्रेन्डको याद आएको। हाम्रो साथीहरू तिमीलाई मैले गर्लफ्रेन्ड भयो पार लिएर आऊ भनेर भनेको होइन कि नल्याएको हो कि तिमीहरूले डरायो? कस्तो नखरा पर्दो रहेछ नि त्यही भएर नल्याएको होइन। बाटो त बाटो रहेछ। हाम्रो गर्लफ्रेन्ड लिएर आएर आँखा सेक्नलाई होइन, आफूले नलिएर आउने अरे। मबाट इन्सेक्युरिटी फिल गरेको कि के हो केटा? पठाइदिन्छ कि भनेर भाबीलाई एउटा नदिने अरे। 16 भएको त मिन भाइ हो। 16 सालको पनि भएको मिन भाइ हो। साथी हो पहिलोचोटि उकालो आइरह, कस्तो अनुभव भइरह? साँझ त बढेको छैन नि हो। नारायण त के छ अवस्था? 22 घन्टी चढिन्छ त? नारायण दाइ जाऊ। म त आउँदैन। हाम्रो फेमस डान्सर मिन्जन कुमारको बेजोड प्रस्तुति देख्न सक्नुहुन्छ तपाईँहरूले। खाङसारदेखि बेस क्याम्पको लागि चाहिँ करिब 5 देखि 6 घन्टा लाग्ने गर्छ। हजुर चाहिँ बिहान फ्रेस भएर ब्रेकफास्ट खाएर निस्किन्छु भन्नुहुन्छ भने केही माथि रहेको सिरी खर्कमा खाना खान सक्नुहुन्छ भने तपाईँ चाहिँ हल्का लेट गरेर तलबाट नै खाना खाएर आउन सक्नुहुन्छ। हामी चाहिँ खाङसारमा नै खाना खाएर निस्किएकोले हाम्रो यात्रा चाहिँ सहज भएको अनुभव भएको थियो। केटाहरू चाहिँ सुई अगाडि गइरहेछन्। म चाहिँ तिनीहरूले नदेख्ने गरेर यहाँ चाहिँ लुकेर तिनीहरूलाई डराउँदिरहेछु। फेरि टाढा त चाहिँ थोरै टाढा अगाडि घुम्तीबाट तिनीहरूले चाहिँ नदेखौँ यहाँ केटाहरूलाई बेग्लो तर्सम भनेर बस्यो। देख्न सक्नुहुन्छ कोल्ड डेजर्ट ब्यारन ल्यान्ड। हामी त्यसको बिचमा बनेको बाटोबाट हामी हिँड्नेछौँ। हाम्रा साथीहरू अगाडि लुरुङ हिँडिरहेका छन्। त्यहाँ गएपछि डराउने कि क्या नै मलाई त अहिले नै पाइसक्यो केटाहरूको। यहाँ दाजुले यार्सा गुम्बा खोजेको भन्नुहुन्छ, कति बेला लसुन भन्नुहुन्छ, के खोज्नु भएको है? लिटकिटी खेल्ने भन्ने थाहा छ? त्यहाँ गएर त भिरा लिटकिटी खेलौँ एक लट, तल गएर निस्केर आउँला फेरि बरु। लिटकिटी नखेलेसम्म मजा आएन। नारायणलाई त बिचरा लिटकिटी भन्ने के थाहै छैन होला। के हो लिटकिटी भन्ने? यहाँनिर चाहिँ घुम्तीहरू रहेका छन्। बाटो चाहिँ हल्का अप्ठ्यारो छ। साथीहरू यता अगाडि छन् भने आई एम बिहाइन्ड द क्यामेरा। साथी हो के छ? त्यो अघिको एउटा चाहिँ केटी लिएर आयो भनेर हिरो बन्यो होइन? यु क्यान गो अगाडि। अरे तपाईँहरू अगाडि जान सक्नुहुन्छ अरे, हामी पछाडि जान लाग्यो जस्तो त्यो सीमा करा। त्यसलाई केही चाहिँ गर्नुपर्छ। यहाँनिर चाहिँ डु नट स्टप किप गोइङ स्लोली भनेर लेखेको छ। अनि हामी चाहिँ यहीँ वर्ष माथि हेर्दैछौँ। माथि चाहिँ पाल छ, पाहाडबाट पाल परेर त्यो पालबाट ड्रोनलाई उडाएर सर लैजाँदा कस्तो अमेजिङ भिडियो आउँथ्यो होला। तर हामीसित ड्रोनको फेसिलिटी पनि छैन। हामी चाहिँ यो फोनबाट तपाईँहरूले जति सक्छ देखाउनेछौँ। अमेजिङ अनि ब्यारन ल्यान्ड जस्तो कोल्ड डेजर्ट टाइप ठाउँ रहेको छ। अहिले चाहिँ हामी ल्यान्डस्लाइड रिक्स एरियाबाट गइरहेका छौँ। अझै एरिया क्रस गरिसकेका छैनौँ। जुन एरिया चाहिँ अगाडि देख्न सक्नुहुन्छ त्यस्तो रहेको छ। माथिपट्टिबाट चट्टानको पाहाड छ भने तलतिर पनि ल्यान्डस्लाइड अनि तल खोला रहेको छ। करिब 5 घन्टाको हिँडाइपछि हामी चाहिँ बेस क्याम्पको करिब नजिकै आइपुगेका छौँ। र यहाँबाट चाहिँ बेस क्याम्पतिर अनि तलतिर दुईतिरैको नजारा चाहिँ राम्रोसित देखिने भएकोले हामी यहाँ फोटो भिडियोहरू बनाएर
अगाडि जाँदैछौँ, तपाईँ देख्न सक्नुहुन्छ। हाम्रो साथीले चाहिँ यहाँ पढे जस्तो गर्दैछ र हामी अगाडि बढ्दैछौँ। बेस क्याम्प आउन केही मिनट मात्रै बाँकी छ। हामी चाहिँ अहिले तिलिचो बेस क्याम्प नजिकै आइपुगेका छौँ। मिन भाइ र म यहाँ छौँ अनि हाम्रो नारायण जोल्टी चाहिँ फास्ट हिँडेर हामीलाई छोडेर गइसकेका छन्। अनि हाम्रो माथि छ एकदम खतरनाक नजारा। माथि बगा रकहरू यत्तिकै अड्डे जस्तो देखिन्छ। तिनीहरू खस्यो भने हामी त पानी भन्न नपाइकनै मर्छौँ। भेरी मच स्लोपी ल्यान्डस्केप यो। उसको शाहरुख खानको फोटोहरू एकदम राम्रो आइरहेको छ। शाहरुख खानको पोज चाहिँ हामीले आज शाहरुख खानले भन्दा हामीले धेरै युज गरिसकिया। भनेको खाइसारबाट यहाँ आउँदाखेरि जति एक्सपेक्टेसन गरेको त्योभन्दा हामी एकदम सजिलै आइपुगेका छौँ। आइपुग्यो अनि त्यस्तो खुट्टा दुख्ने यताउता केही बसेन भन्दा पनि त्यता कता दुखेको महसुस भइरहेको मलाई। भोलि बिहान हामी 3 बजे उठेर जाने भन्ने भ्लग्सतिर सुनिन्थ्यो। हामी आजको वकिङ एक्सपिरियन्सले गर्दाखेरि 4 बजे उठेर गए पनि पुग्न सकिन्छ भन्ने कन्फिडेन्स चाहिँ छ। 4 बजे उठेर हामी 6 बजे माथि पुग्न सक्यो भने 6, 7, 8, 9, 10 बजेसम्म यहाँ आइपुगेको खण्डमा हामी चाहिँ 2 बजे तल पुग्न सकेमा बढी नै बेसिसहरूको लागि जान सक्ने चान्स रहन्छ भने हामी तल पुग्दा साँझ पऱ्यो भने बेसिसर चाहिँ पर्सि मात्र जान सकिन्छ। आजलाई यति नै। बेस क्याम्प पुगेपछि हामी थोरै अपडेट गर्नेछौँ। यो तिलिचो बेस क्याम्प। आज चाहिँ हामी यतै बसेर भोलि बिहानै सबेरै तिलिचोको ट्रेकको लागि निस्किँदैछौँ। फाइनल्ली आज के कुराको रिभिल भयो भने के अरे हाम्रो मिन भाइले गर्लफ्रेन्ड बनाएछन्। अब यिनलाई मैले मेरो ग्रुपबाट निकालेर त्यहाँ नारातिर पठाउँदैछु। नारायण दाई खाना कस्तो छ? मिठो छ? मिठो छ। खाना खाऊ। मिन भाइलाई तिम्रो ग्रुपमा राख है। आजबाट यिनी चाहिँ एक्सपेल्ड भयो। द्याट वाज नट एक्सपेक्टेड फ्रम यु। गुड मर्निङ गाइस। आज चाहिँ हाम्रो यात्राको तेस्रो दिन। हामी चाहिँ तिलिचो बेस क्याम्पबाट अब निस्किने तर्खरमा छौँ। अहिले चाहिँ बिहानको करिब 3 बजेको छ। हामीसँग तातो पानी चियाहरू आइपुगेको छ। मर्दाले रेडी पार्दै हुनुहुन्छ। अब यता हुनुहुन्छ। हामी बसेको रुमहरू चाहिँ यही हो। राति यो 3 बजे पनि गर्लफ्रेन्डले टाइम दिने खै कति माया भनेको यही होला पक्कै। हामी चाहिँ अब यहाँ चिया नास्ता गरेर अब 3, 3:30 बजे नै माथि बेस क्याम्पबाट तिलिचोको लागि जाँदैछौँ। हामीसँगै रहनु होला है त। यहाँ मैले के कुरा थाहा पाएँ भन्दा राम्रो मान्छेहरू पनि पाएको रहेछन्। एउटा पदुवा यता अर्को पदुवा उता। नखरेबाजहरू वा मुखभरि हेरेर त्यत्रो डरेर पुरै 3 बजे उठाएको 4 बजेसम्म रेडी भयो नि नखरेबाज लड्कियाँ भी ऐसा नै गर्ती। ल हामी चाहिँ अब यहाँ बेस क्याम्पदेखि हिँड्ने तर्खरमा छौँ। रेडी भइसकेका छौँ। अब हामी कति बजे मिन भाइ? 3 बजे हिँड्ने भनेको 4 बजे गरायो तिमीले। हिँड अब जाम। रास्ते में धुंध लगी है। लाइट भी ज़्यादा आगे फोकस नहीं कर पा रहा, लेकिन हम फिर भी चल रहे हैं। हमारे आगे मिन भाई है, हमारे पीछे नारायण सर आ रहे हैं। के छ साथीहो अवस्था? ठिक छ नि? यति जस्तो छ यार त सेतो। इमेजिन अगाडिबाट एउटा भूत आइरहेको रे। खुट्टा पछाडि फर्केका, 2 इन्चका दाँत आएका अगाडि। हाउ वुड यु रियाक्ट? साथीहरू चाहिँ हल्का थाके जस्तो गरेका छन्। अनि द वे अफ keep them motivating is keep walking. It's nearly 5 AM in the morning and we are walking through the Tilicho trek. Tilicho lake आउनको लागि अझै हामीलाई केही घण्टा हिँड्नु पर्ने हुन्छ सायद। हेलो गाइज,
22 घुम्तीको उकालोदेखि यहाँ अराइज भएको छ। म चाहिँ लगभग आधीभन्दा बढीमा आइपुगेको छु। अहिले यहाँ हिँडिराख्दाखेरि यो उकालोमा यताउताको सोचाइ टेन्सन लगायत कुनै पनि कुराबाट दिमाग चाहिँ मुक्त भएको अवस्था छ। तिलिचो आइपुग्यो होला भनेर एक्साइटेड हुँदै आएको, फेरि अर्को तेस्रो बाटो सुरु भएको छ। तर हिमालहरूको मन्त्रमुग्ध पार्ने नजारा देख्न सक्नुहुन्छ। आज चाहिँ 2 वर्ष पछाडि बल्ल आफूले चाहेको डेस्टिनेसनमा म जाँदैछु, जसको म एकदम करिब छु। अनि त्यसको खुसी चाहिँ म तपाईँहरूलाई शब्दमा बयान गर्न सक्दिनँ। अनि मेरो वरिपरिको नजारा पनि तपाईँहरू देख्न सक्नुहुन्छ। एकदमै मन्त्रमुग्ध पार्ने खालको नजारा छ। I'm feeling like I'm walking in the heaven. I was welcomed by these two guys in the तिलिचो र म मेरो साथीहरूभन्दा करिब 20 मिनट अगाडि रहेकोले छिटो पुगेको थिएँ। Finally you can see the view of तिलिचो. It was amazing. र हल्का घाम लाग्न सुरु गरेको थियो र पछि घाम लागिसके पश्चात चाहिँ तिलिचो चाहिँ निलोदेखि निलो हुँदै गइरहेको छ। जति धेरै घाम पर्छ त्यति धेरै निलो हुँदै गइरहेको थियो र त्यहाँ पुग्दाको त्यो अनुभवलाई चाहिँ म शब्दमा चाहिँ बयान गर्न सक्दिनँ। यु क्यान सी द एक्साइटमेन्ट हियर। यहाँ हामी करिब 3 घन्टा जति बिताएका थियौँ घमाइलो बिहानीमा फोटोज भिडियोज खिच्दै। ब्याकग्राउन्डमा तिलिचो लेकसँगै यो घमाइलो बिहानीमा बस्न पाउँदा यहाँहरूलाई कस्तो अनुभव भइरहेछ? एकदमै रमाइलो, एकदमै अनएक्सपेक्टेड चाहिँ भनौँ यस अर्थमा कि यति हिमालको नजिक अनि ताल पनि यस्तो मनोरम, यति निलो तालमा अहिले आइएको थिएन। सधैँभरि जिकेमा पढेको, लोकसिया पढ्ने मान्छे हामीहरू जिकेमा पढेको, तर आज आफ्नै आँखाले यसरी हेर्न पाउँदाखेरि चाहिँ कुनै बयान गर्ने शब्द नै भेटिएर डिफ्रेन्ट पोजका फोटोजहरू देख्न सक्नुहुन्छ। साथीहरू एकदम टायर्ड मुद्रामा छन् यहाँ अहिले धेरै बेर फोटो सेसन पछि। अब हामी चाहिँ यहाँबाट फाइनली तल झर्ने बेला भएको छ। यो हाम्रो झरेको समयमा जान सकिन्न कि जस्तो हाम्रो डाउटको बावजुद हामी यसलाई सफलतापूर्वक सम्पन्न गरेका छौँ। अनि मनाङमा माथि आइसके पश्चात चाहिँ जतिरको यो हाइटले गर्दा यता बर्सात चाहिँ कम हुन्छ भन्ने यहाँलाई थाहा होला। अनि मैले मेरो च्यानलको नाम पनि बियोन्ड द हिमालय भनेर राखेको थिएँ पहिला जमानामा। अनि म हिमाल पारी चाहिँ गएको थिइनँ। दिस इज द फर्स्ट टाइम हामी हियर इन हिमालयको पछाडि चाहिँ अहिले म पहिलोचोटि आउँदैछु। यतापट्टि हिमालय छ भने हाम्रो पछाडिपट्टि यस्तो ब्यारन ल्यान्ड छ। बिहान हामी 7 बजीतिर आइसकेका थियौँ। यहाँ करिब 2 घन्टाको भिडियो सेसन फोटो सेसन पछि हामी चाहिँ अब फर्किनु पर्ने हुन्छ। हामी यहाँ आफ्नो कर्मथलोतिर पनि जानुपर्ने हुन्छ। बिदा पनि छैन, आज चाहिँ बिदा लिएर आएको। भोलि छोडेर पर्सि चाहिँ दफ्तरमा हाजिर हुनुपर्छ। सो गाइजहरूलाई म यहीँबाट यस भिडियो हेरिदिनु भएकोमा धन्यवाद भन्दै, भिडियो राम्रो लागेमा लाइक सेयर अनि सब्सक्राइब पनि गर्नुहुनेछ भन्दै मेरो यात्राका सहयात्रीहरू अनि हाम्रो नारायण ढकाल सरलाई पनि धेरै धेरै धन्यवाद दिँदै यस भिडियोबाट साइन अफ गर्न चाहन्छु। धन्यवाद।